चाहिँ यही जस्तो छ नाम पढ्नु होला श्री दुर्गा यहाँ लेखेको छ हैन लेख्न चाहिँ थाहा भएन यही हो कि यहाँ बन्द छ तर ल साथीहरु यहाँ डक्टर पनि के भन्छ छैन वेलनेस ल्याउने रे कन्फर्म गर्नुपर्छ नि हो चाहिँ कन्फर्म गर्नु छैन वेलनेस ल्याउँछ रे आज आएर वेट भयो कति भन्नु जादिनु कति भन्नु भनेको भनेको दिमाग खराब भयो साथीहरु डक्टर पनि भेटेन हो बसिरहेछु गाडी बुक नभएर बल्ल बल्ल बुक भएको 15 मिनट देखायो यहाँ चाहिँ रिस्क रहेछ होइन चरक्कै धान्छ अब हेर्न हजुर पनि खाइछेन खाइछु हो पार्लरमै खाने फुल चाहिँ जहिले जाँदैछु उपर देख्नु भएको छ नि त्यहाँ गएर बनायो भने त मलाई मार्छ त्यहाँनिर त्यही भएर यहाँ मात्रै बनाउने हो त्यहाँ गएर चाहिँ नबनाउने हो क्या आउनु त यही जग्गा आउनु पऱ्यो होइन साथीहरू फाइनली हामीले चाहिँ यो पाइसक्यो होइन अब यो पाउनुको लागि चाहिँ यति यहाँ अब झन्डै गाली पनि खाइयो होइन यति धेरै सोध्छ क्या अब एकदमै मान्छे पनि कन्फ्युज बनाउँछ क्या अनि यति पाउनुको लागि पनि यति धेरै गाह्रो भयो यस्तो च्याखेर बोलेको होइन ल त साथीहरू सकेको थियो यो पर त्यो पुलिसले मलाई हेर्दैछ अस्ति त्योसँग परेको थियो होइन त्यही भएर चाहिँ ल फाइनली हामी चाहिँ पोस्ट अफिसमा आएर पनि पाइसकेको छ हजुरहरूले गुगलबाट चाहिँ हाम्रो चाहिँ फाइनली अब चाहिँ एकदम धेरैभन्दा धेरै पैसा कमाउने होइन साथीहरू अन्त के भन्छ हजुरहरूको माया सपोर्टले गर्दा चाहिँ हामी यहाँसम्म पुगेको यत्रो नम्बर छ सायद देखेको छैन होला नि एकदम धेरै खुसी लाग्यो थ्याङ्क यू सो मच हजुरहरूलाई पनि हामीलाई माया सपोर्ट गरेर यहाँसम्म पुर्याइदिनु भएकोमा एकदम धेरै धेरै धन्यवाद हजुरहरूलाई यसरी नै माया गरिराख्नु होला हजुरहरूले अनि भिडियो चाहिँ हेर्नुहुन्छ तर हजुरहरूले भिडियोलाई लाइक चाहिँ गर्नुहुन्न साथीहरू प्लिज लाइक पनि गरिदिनु होला एकदम धेरै खुसी छौँ हजुर हाम्रो युट्युब फ्यामिलीहरूलाई एकदम धेरै धेरै धन्यवाद ल त साथीहरू सपनामा नि कस्तो उयो भइरहेको थियो हेलो नमस्ते लासो एभ्री वान सिया ब्लगमा हजुरहरूलाई स्वागत छ आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै होइन आज चाहिँ एकदम दुखीको खबर पनि थियो तर बिहान बिहानै खुसीको खबर सुनेपछि त्यसै खुसी होइन साथीहरू नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नुहोला प्लिज लाइक पनि गर्नुहोला धेरैले हेर्नुहुन्छ तर लाइक गर्नुहुन्न नि त प्लिज लाइक पनि गर्नुहोला अनि खुसीको खबर भनेको चाहिँ हजुरहरू भिडियो हेर्दै गएपछि थाहा भइहाल्छ होइन एकदमै बिहान बिहानै खुसीको खबर सुनेको यत्रो दिनदेखिको इन्तजार 3 महिना जस्तो 3 महिना त भइसक्यो 4 महिना लाग्न आँटिसक्यो अनि त्यत्रो महिनादेखिको चाहिँ हाम्रो चाहिँ त्यो इन्तजार चाहिँ आज पुरा भयो होइन अब हामी त्यहाँ जाँदैछु होइन त्यहाँ पनि हजुरहरूलाई देखाइहाल्छु अनि फर्स्ट अफ अल चाहिँ अब फर्स्टमा चाहिँ हामी चाहिँ कहाँ जानु आँटेको थियो भने चाहिँ खास गरी चाहिँ म चाहिँ अलिक बिसन्चो छु होइन हजुरहरूलाई थाहा भइहाल्यो 1 सालदेखि म बिरामी छु तर एकदमै ठिक भएको छुइनँ अनि लास्ट एउटा डक्टर चाहिँ एकदमै राम्रो छ अरे भनेपछि चाहिँ हामी चाहिँ आज त्यहाँ जानेवाला थियो अनि आज चाहिँ मैले ड्युटी पनि ढिलो पुग्ने भएँ मितिन चाहिँ गाउँ जानुभएको छ नि त अनि त्यही भएर चाहिँ अनि अब त्यहाँ गएर डक्टरकोमा गएर त्यहाँ फेरि अर्को ठाउँ गएर आएर मात्रै पार्लर खोल्नुपर्ने हुन्छ होइन अनि राकेशको चाहिँ आज छुट्टी रहेको छ त्यही भएर चाहिँ मसँग उहाँ चाहिँ डक्टरकोमा जाने अनि त्यहाँ पनि हामी जाने होइन एकदमै खुसी लागिरहेको छ होइन अलिक खुसी छ नि होइन एकदमै खुसी छौँ हामीले सोचेको थिएन अब जेसुकै होस् नपाउने पनि रहेछ अब होस् अब जे हुन्छ मलाई त वास्तै गर्नै छोडिदिए मनै मर्यो दिँदैन पनि रहेछ यहाँको मान्छेहरू कस्तो रहेछ भनेर चाहिँ हामीले रिपिट गरेको हो त्यो पनि अनि फेरि गर्दाखेरि चाहिँ फेरि त्यो चिज चाहिँ हाम्रो आइसकेको छ होइन सोच्दै नसोचेको कुरा मैले त्यो छोडिसकेको चिज हो मायै मारिसकेको चिज हो क्या साथीहरू अब दिँदैन रहेछ भन्ने भयो नि त अनि कति रिक्वेस्ट गरेँ नदिने रहेछ अब कसरी अब त्यो त अब ऊ त यताको मान्छे हो मैले कसरी चियापानी खाने पैसा दिन्छु भन्नु पनि नमिल्ने अनि कस्तो अप्ठ्यारो चियापानी खानु दिन्छु भन्दाखेरि उल्टै गाली गऱ्यो भने मार्ला भन्ने पनि टेन्सन होइन साथीहरू त्यस्तो भइरहेको थियो न त म चियापानी खाने 1-2 रुपियाँ दिएर भए पनि लिन्छु बा अब मेरो नाम चाहिँ उनीहरूलाई थाहा भइरहेको थियो नि त अनि त्यही कारणले चाहिँ कसरी मेरो नाम चाहिँ थाहा भयो भन्ने हुन्छ नि त अब भएर त उनीहरूले नदिएको भने तर फाइनली हामीले नेक्स्ट फेरि उयो गर्दा चाहिँ फेरि आएछ होइन साथीहरू हामी त्यही जाँदैछ अहिले बिहान बिहानै अनि सिराकेछ यहाँ ब्रेकफास्ट भन्नु के भन्दैछ यो चाहिँ मेरो फ्रुट ए खोइ सोनिएर नै हालिनँ है मैले
अनि हाम्रो चाहिँ यहाँ खानाहरू पाक्दैछ आज ए एकछिन पक्नु अनि यहाँ दाल भात मात्रै पकाएको आज साथीहरू होइन खोइ के हो सोनियाकोमा हालेपछि सबै ए छडा यहाँ रहेछ हजुरले डाइरेक्ट यहीँ हालिदिएको थियो थाहा छ यो बटुका ल छोपिदिनु यो सोनियाको त्यही त म त छक्कै परेँ तर म त यति नै होला भनेर नि त हाम्रो चाहिँ बिहान बिहानको यस्तो फ्रुटु अनि त्यस्तो छ साथीहरू सबै अब कामसाम सक्यो अब चाहिँ हामी जानुपर्ने हुन्छ होइन साथीहरू हेर्दै गर्नु होला ल साथीहरू हामी चाहिँ गाडी बुक भयो अब चाहिँ भर्खर निस्किन आँटेको होइन साथीहरू ल त साथीहरू हामी चाहिँ लाग्यौँ होइन गाडी आइसक्यो एकैछिन वेट ए चप्पलै लाएर गएको यसरी पक्रेर ला जुत्ता त यसरी बाँधेको छ त खोलिएकै रहेनछ त यो बाँधिदिन न हामी चाहिँ गाडी आइसक्यो होइन म चाहिँ जुत्ता लाउँदा लाउँदै यस्तो धोएर सुकाएको यस्तो झुन्डाएर त्यही भएर चाहिँ त्यो बाँधेको थियो नि त त्यसलाई चाहिँ खोल्नुमा टाइम लाग्यो होइन साथीहरू अनि यहाँ चाहिँ गाडी आइसकेको छ अब यहाँ चाहिँ म चाहिँ साथीहरू हामी चाहिँ लाग्यौँ गाडीमा अहिले चाहिँ डक्टरसँग हामी चाहिँ आइसक्यो यो के भन्छ जुन चाहिँ क्लिनिक चाहिँ हामीले देखेको थिएनौँ खोज्दै खोज्दै बाटोदेखि हेर्दै हेर्दै आएको हामी चाहिँ बाटो चाहिँ यहाँ पे गर्दा हुन्छ खोज्दै खोज्दै आएको खोइ राकेश उतै गयो त हो लगो त हो उतै लगो त हो अटोवालाले अनि हामी चाहिँ फर्स्ट टाइम आएको निता दिदीले भन्नुभएको थियो अरे त्यही कारणले चाहिँ हामीले खोज्दै अब चाहिँ मलाई अझै फर्स्ट लाग्यो नि त्यहाँ देख्दै त्यही होला जस्तो लाग्यो तर बन्द छ त बन्द छ त ल त साथीहरू हामी खोज्दै हिँड्दैछ होइन कहाँ हो के हो थाहा छैन उयो अगाडि अघि मैले त्यो भैयालाई रोकिदिनु भनेको थिएँ नि मलाई लाग्दैछ त्यहाँनिर हो साथीहरू हेर्दै गर्नु होला यही जस्तो छ नाम पढ्नु होला श्री दुर्गा यहाँ लेखेको छ होइन लेख्न चाहिँ थाहा भएन यहीँ हो कि यहाँ बन्द छ तर वहाँनिर हेर्न सक्नुहुन्छ ल साथीहरू यहाँ डक्टर पनि के भन्छ छैन वेडनेसडे आउने अरे कन्फर्म गर्नुपर्छ नि हजुर चाहिँ कन्फर्म गर्नु छैन वेडनेसडे आउँछ अरे आज आएर वेट कति भन्नु जादिनु कति भन्नु भनेको भनेको दिमाग खराब भयो साथीहरू डक्टर पनि भेटेन हो पोस्ट अफिस राम्रो भयो छिटै भयो दिमाग खराब भयो साथीहरू यहाँ चाहिँ टेम्पल पनि रहेछ होइन साथीहरू हेर्नु होला के छ पोस्ट अफिस उयो गर्नु नि बर्गर अस्ति हजुरले के भन्नु यहाँ छ होला मेरोमा साइड ल त साथीहरू हामी चाहिँ पोस्ट अफिस जानुपर्ने हुन्छ त्यसै फेरि यहाँ के सोध्दैछ थाहा भएन होइन यहीँ रहेछ उतापट्टि पनि रहेछ यहाँ पनि रहेछ दुईवटा रहेछ कि छनु चाहिँ त्यही भैया आइपुगेछ त्यहाँनिर अन्त छैन अब चाहिँ नम्बर लिइराखेको नम्बर लिएर मात्रै बात गर्नुपर्ने हुन्छ होइन त्यही भएर चाहिँ घाम चर्क्यो यहाँ घाममा बसिरहेको छु गाडी बुक नभएर बल्ल बल्ल बुक भएको 15 मिनट देखायो यहाँ चाहिँ रिस्क रहेछ होइन चरक्कै घाम चर्केर उसले नै मास्क लगाइरहेछ यहाँ पुरा धुलो पनि बाटोमा हिँडिरहेछ होइन कस्तो बिजोग भयो नि साथीहरू गाडी पनि यति ढिलो बुक हुँदो रहेछ कि यहाँनिर ढिलो त्यस्तै फेरि यहाँ चाहिँ क्लिनिक चाहिँ यतैतिर हो यहीँ छेउतिर यहाँ अगाडि बसिरहेको छु यहाँनिर होइन तर पनि एकदमै गाडी बुक नभयो टेन्सन बल्ल बल्ल बुक भएको र त्यो साथीहरू हेर्दै गर्नु ल गाडी चाहिँ अझै पनि 7 मिनट देखाइरहेछ तातो घाममा यस्तो गर्दा चाहिँ घाम लागेको र आजकल फेरि बेङ्गलोर पुरा गाडी चढिरहेको छ साथीहरू हाम्रो चाहिँ गाडी यहाँ आइसक्यो यहाँ टेम्पल छ यहाँ गाडी छ ल हजुर चढी छैन म छेउमा बस्छु बल्ल बल्ल गाडी आएको
यस्तो डरलाग्दो घाम चर्केर झन् ज्वरो आउला जस्तो हो तपाईँ देख्नुहुन्छ यस्तो डरलाग्दो घाम चर्केर 15 मिनट लाग्यो भैयाको गाडी आउनलाई पनि होइन अब चाहिँ हामी फेरि माथातिर लाग्यौँ यो चाहिँ के जग्गा अरे गरे इमराहाली इमराहाली भन्ने ठाउँमा चाहिँ हामी डक्टरकोमा आएको डक्टर पनि नभेटेको अवस्था साथीहरू वेडनेसडे मात्रै आउँदो रहेछ फेरि राकेशले चाहिँ कन्फर्म गर्नु भएन रहेछ दिदीलाई चाहिँ सोध्नु भएको रहेछ किनभने अब दिदीले पनि फेरि बेलुकी खोल्दा खोल्दैन उहाँले पनि केही पनि भन्नु भएन हामी चाहिँ यत्रो टाइम निकालेर आएको डक्टर पनि भेटेनौँ अब वेडनेसडे मात्रै आएको साथीहरू त्यही भएर चाहिँ अब फेरि पनि वेडनेसडे आउनुपर्ने हुन्छ होइन अनि अहिले चाहिँ फेरि मार्चरी जाँदैछु मार्चरी चाहिँ हामी पोस्ट अफिस गएर चाहिँ त्यहाँदेखि फेरि आएर तल खानुपर्ने हुन्छ साथीहरू यस्तो यहाँभित्र पनि यस्तै धेरै ट्राफिक क्या अब यस्तो छ क्या तर मन्दिर साथीहरू सबै मन्दिर यहाँ हेर्नु होला छे गर्नु होला हजुर पनि यहाँ कस्तो राम्रो मन्दिर हजुरहरूको लागि नै मैले प्रे गर्दैछु है साथी के भनेको हुन्छ सुस्मिताले ए हुन्छ ए होइन म डक्टरकोमा छु डक्टरले भेटेन यो गाडी कुकुरेर गएको छु भनेर सुस्मिता छोरीले के छ खबर भनेर सोधिरहेको थियो हिजो मात्रै सुनाएको थियो त्यसलाई नि यस्तो थियो भरे भनेर त्यही कारणले चाहिँ र साथीहरू हेर्दै होला र साथीहरू हेर्नु न ट्राफिक लागेर अहिलेसम्म यहीँ छौँ हामी चाहिँ अनि मलाई त एकदमै भोक लाग्यो अनि त्यही कारण चाहिँ यहाँ चाहिँ मैले चाहिँ मेरो चाहिँ यहाँ फ्रुट रहेको छ खोल्नु त कहिले अब हेर्नु हजुर पनि खाइछु न खाइछु हो पार्लरमै खाने फ्रुट चाहिँ जहिले के हुन्छ भने मलाई त फ्रुट खाने एकदमै मन पर्दैन पार्लरमा आरामले काम गर्दै एउटा दुइटा गर्दै खान्छु नि त त्यही भएर चाहिँ बोकेर चाहिँ पुरा ट्राफिक लागेर चार्ज पनि आधी घन्टा लाग्ने रहेछ यहाँ टेम्पल आएछ टुक्राली यहाँ चाहिँ साथीहरू सागहरू पनि बेच्छ है रायोको सागहरू अनि के पो भन्छ एउटा के को साग भन्छ हौ मेथीको साग सुक्खा साग धेरै बेच्छ हजुरहरू आउनुहुन्छ साथीहरू हामी चाहिँ फोटो खिच्दैछौँ यहाँ चाहिँ हामी चाहिँ किनकि पुरा ट्राफिक जाम लागिरहेछ हामी चाहिँ चान्समा डान्स होइन फोटो खिच्दै बसेको मैला देखेको छ सुरु भइरहेछ नि त हामी चाहिँ आइसक्यो बिचाराले भैयाले त उता रिटर्न गरेर लगिदिन्छु भनेको थियो कि तर साथीहरू हामी चाहिँ आइसक्यो होइन ऊ माथि हो नि त यस्तो ट्राफिक छ क्या साथीहरू हेर्नु होला त्यो चाहिँ गुगल नचलेर साथीहरू अहिलेसम्म पे गरिसकेको छैन अनि जानुपर्ने चाहिँ पर हो साथीहरू होइन यहाँबाट यस्तो क्रस गरेर जानुपर्छ यस्तो ट्राफिक लागिरहेछ होइन म चाहिँ साथीहरू त्यहाँ गएर चाहिँ भिडियो बनाउँदिनँ किनभने त अस्ति चाहिँ त्यहाँको जुन चाहिँ गेटको पुलिससँग चाहिँ मेरो अझै परेको छ क्या अब भिडियो बनाएर मलाई मार्छ होइन साथीहरू त्यही भएर चाहिँ म त्यहाँ गएर चाहिँ भिडियो बनाउँदिनँ साथीहरू चाहिँ भिडियो बनाउँदिनँ भएन एकदमै राम्रो रहेछ क्या मान्छेहरू चाहिँ यस्तो हुनुपर्छ क्या अब हामी यहाँबाट क्रस गर्नु
ल त साथीहरू जाँदैछु उपर देख्नु भएको छ नि त्यहाँ गएर बनायो भने त मलाई मार्छ त्यहाँनिर त त्यही भएर यहाँ मात्रै बनाउने हो त्यहाँ गएर चाहिँ नबनाउने हो क्या आउनु त यही जग्गा आउनु पऱ्यो होइन साथीहरू अनि यहाँ गेटबाट चाहिँ छिर्नुपर्ने हुन्छ साथीहरू राखेको चाहिँ फिले कुदिराखेको छ हजुरहरू गर्नु र यहाँबाट भित्र पस्नुपर्ने हुन्छ होइन साथीहरू फाइनली हामीले चाहिँ यो पाइसक्यो होइन अब यो पाउनुको लागि चाहिँ यति यहाँ अब झन्डै गाली पनि खाइयो होइन यति धेरै सोध्छ क्या अब एकदमै मान्छे पनि कन्फ्युज बनाउँछ क्या अनि यति पाउनुको लागि पनि यति धेरै गाह्रो भयो यस्तो च्याखेर बोलेको होइन ल त साथीहरू हामी चाहिँ पोस्ट अफिस आइसकेको थियो यो पर त्यो पुलिसले मलाई हेर्दैछ अस्ति त्योसँग परेको थियो होइन त्यही भएर चाहिँ ल फाइनली हामी चाहिँ पोस्ट अफिसमा आएर पनि यो पाइसकेको छ हजुरहरू यताबाट देख्दो रहेछ ल त साथीहरू हेर्दै गर्नु होला बसमा चढिसकेको छौँ होइन यो चाहिँ मार्था डिग्री चाहिँ हामी चाहिँ यहाँ बसमा चढेको होइन साथीहरू त्यहाँदेखि चाहिँ हिँडेर आउँदा पनि हुन्थ्यो तर पनि अब रातिको आउँथ्यो के भने त त्यहाँ यहीँ छ नि के खाएँ अब त्यही भएर चाहिँ यहाँ चाहिँ खोज्दा पनि बेसी बेला अवस्था राखेको अवस्था होइन हामी चाहिँ माथि जाँदैछौँ साथीहरू बस्नु हामी चाहिँ पार्लर आइसक्यो होइन ल्याउनु त त्यो यो चाहिँ एकदमै इम्पोर्टेन्ट यसको लागि कति कुदेको छु चाबी लिस्यो साथीहरू एकदमै गरम यतिको लागि चाहिँ हामी यस्तो साह्रो कुद्यौँ झन्डै गाडी पनि खाइयो होइन अनि अहिले चाहिँ 12 बज्न आँट्यो होला सायद आज हामीलाई ढिलो भयो यस्तो गरम हुन्छ क्या साथीहरू पार्लर भर्खर बसेको नि त साथीहरू छेसे गर्नु पर्यो होइन त्यो त फेरि सुलुलो चाहिँ सुल्केर आइहाल्छ क्या साथीहरू अनि यसमा चाहिँ उचालिस्यो मजाले ल बाबरे झलमल पारियो आउनु न एकछिन बस्नु ल साथीहरू हामी चाहिँ पार्लर आइसक्यो होइन अब राखिसके जानुहुन्छ हाम्रो चाहिँ यो युट्युबबाट चाहिँ फाइनली हाम्रो पठाइसके 3 महिनाको बाद हाम्रो आउनुपर्ने चाहिँ 3 महिना अगाडि नै हो होइन साथीहरू तर 3 महिनाको बाद आयो होइन 4 महिना लाग्न आँटेको टाइम आउट भइसकेको थियो होइन साथीहरू त्यही भएर एकदमै टेन्सन मैले त माया नि मारिसकेको थिएँ यो चिजलाई होइन तर मेरो युट्युब फ्यामिलीहरूले मलाई यति धेरैभन्दा धेरै यति छोटो समयमा भन्नु यति छोटो समयमा यति धेरै माया गरेर चाहिँ यो मैले पाइसकेको तर मैले यो पाउनुपर्ने चाहिँ 3 महिना अगाडिदेखि हो तर एकदमै मैले माया मारेको चिज पनि फाइनली मैले पाइसकेँ होइन म चाहिँ फेरि बाहिर पनि हेर्नुपर्ने हुन्छ साथीहरू किनकि पार्लरमा एक्लै छु नि त त्यही कारणले गर्दाखेरि चाहिँ कस्टमर पनि आउँछ भनेर चाहिँ अनि माया मारेको चिज पनि मैले पाएँ धेरै खुसी लाग्यो होइन मलाई अनि मेरो युट्युब फ्यामिलीहरूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु एकदम हजुरहरूको मायाले गर्दा आज मैले यो चिज पाइसकेको छु हेर्नु होला हजुरहरू यहाँबाट पनि देखाइदिएँ हजुरहरूलाई होइन अनि हेर्नुहोस् होइन एकदम धेरै खुसी लाग्यो अनि अब यसलाई चाहिँ यहाँभित्र चाहिँ पिन हुन्छ हजुरहरूलाई थाहा छँदैछ होइन यहाँभित्र चाहिँ पिन हुन्छ यहाँभित्र चाहिँ पिन हुन्छ तर अब यो पिन चाहिँ टक्क अनबक्सिङ गर्नको लागि चाहिँ म घरमै मेरो हस्बेन्डसँगै मेरो छोरीहरूसँगै भन्थेँ मेरो एकजना छोरी चाहिँ बिहा भइसक्यो हजुरहरूलाई थाहा भयो मेरो सानो छोरी छ मेरो सानो छोरी चाहिँ यस्तो सोसियल मिडियातिर आउनु मान्दैन त्यही कारणले तर पनि नानीले भिडियो बनाउनु चाहिँ बा सपोर्ट गर्छ कि थाहा छैन भएन भने के छैन हामी दुईजना बनाउँछौँ यो अनबक्सिङ चाहिँ मेरो हस्बेन्डसँगै रुममा गएर हुन्छ म चाहिँ ड्युटी आएको होइन साथीहरू ड्युटी आइपुगेको होइन अनि त्यही भएर चाहिँ यो चाहिँ घरमा गएर अनबक्सिङ गर्छु मेरो युट्युब फ्यामिलीलाई एकदम धेरै धेरै माया सम्झना मिस यु लभ यु सो मच मेरो युट्युब फ्यामिलीहरूलाई यसरी नै मलाई माया गरिदिनु होला यति छोटै समय भन्न चाहन्छु मेरो लागि चाहिँ होइन 1 साल पुग्नु आँट्यो पुग्यो होला मार्च कि अप्रिलमा खुलेको आइडी हो मेरो चाहिँ यो नयाँ आइडी हो पुरानो आइडी त मैले हरेस खाएँ 4 लाख रुपियाँमा नि बेसी खर्च भएन साथीहरू तर मैले त्यो आइडीलाई चाहिँ मैले सक्सेस गर्न सकिनँ
बिमार पनि भए बिचमा होइन बिमार भएको बिचले गर्दाखेरि चाहिँ मैले चाहिँ भिडियो बनाउनु पाइनँ अनि मैले त्यो च्यानल चाहिँ मेरो त्यो आइडी चाहिँ मेरो भाइलाई दिइसकेको छु। भाइले चलाउँदैछ जे चलाउँछ केही छैन होइन। भाइले जसरी चलाउँछ केही छैन। मलाई चाहिँ यसरी नै माया गरिदिनलाई एकदमै धन्यवाद भन्न चाहन्छु हजुरहरू सबैजनालाई होइन। खास गरी चाहिँ यस्तो मतलब हामी चाहिँ हस्पिटल पनि गएको थियो अनि डक्टर चाहिँ भेटेन अनि मलाई चाहिँ त्यो पहिला चिकनगुनिया भएको थियो। त्यो चिकनगुनिया भएदेखि अर्को बिमार आयो कि यो चाहिँ म पछि नै भन्छु हजुरहरूलाई होइन। एकचोटि बडी स्क्यान फुल गर्नुपर्छ भन्ने भनिराखेको छ। त्यही कारण त्यो गरेपछि मात्रै अब के हो भनेर त्यतिखेर मात्रै थाहा हुन्छ होइन। साथीहरू थाहा छैन म एउटा केही नखाने मान्छे जाडा सिक्रेट बेडी भनेको मैले नखाने मान्छे तर पनि म यस्तो बिमारी भएपछि त साथीहरू घरिघरि लाग्छ स्यान्ते उडाइदिउँ कि जस्तो लाग्छ। तर म त्यो चाहिँ कहिले पनि त्यस्तो गलत चाहिँ गर्दिनँ होइन। मलाई एक्चुअली खासै भन्नुमा एकदमै टेन्सन भइरहेको छु नि त। कतिवटा कुराले टेन्सन हुन्छ अनि मैले त्यो चिज खाएँ भने चाहिँ के लाग्छ भने त्यो चिज खाएँ भने चाहिँ मैले सायद रेगुलरै खान्छु होला किन मेरो छोरीहरूको लाइफ छ भन्ने म सोच्छु नि त। त्यही कारणले त मेरो हस्बेन्डले गर्दा पनि मेरो हस्बेन्डको मायाले गर्दा पनि आज मेरो हस्बेन्डको सपोर्टले गर्दाखेरि पनि म यहाँसम्म पुगेको। मेरो हस्बेन्डले हरेक कुरामा मलाई सपोर्ट गर्नुहुन्छ होइन। थ्याङ्क यू सो मच मेरो बुढालाई पनि होइन। अब चाहिँ मेरो बुढासँगै खोज्ने हो साथीहरू। त्यही भएर चाहिँ यो घरमै गएर भेट्छु हजुरहरूलाई अनि अनबक्सिङ गरेर देखाउँछु है साथीहरू। हजुर हेर्दै गर्नु ल साथीहरू। म चाहिँ बस स्टप आइरहेको छु। बसमा मान्छे पाएको छैन। मान्छे चाहिँ यति डरलाग्दो भिड छ होइन। यसो मालपोते बस स्टप बसै आएको छैन क्या साथीहरू। बस वेट बस वेट गरेको यहाँ चाहिँ खालि एसी बसहरू मात्रै आएको छु। साथीहरू एसी बसमा हिँड्ने मान्छे त म त एकदम फ्रीमा हिँड्ने मान्छे हो नि त। त्यही भएर चाहिँ आधार कार्डमा हिँड्छ चाहिँ गाडी वेट गरिरहेको छु साथीहरू। कतिखेर आउँछ होइन। यति डरलाग्दो भिड छ यहाँनिर मान्छे सायद म जस्तै होला नि त यहाँ जानेहरू होइन। अन्त त्यसो भन्नु मिल्दैन। आफ्नो आफ्नो जग्गा आफू आफू जाने ठाउँ हुन्छ नि त। त्यही भएर चाहिँ साथीहरूले हेर्दै गर्नु होला है। के अरे म चाहिँ घर आइसकेँ। यो कति छ एउटा कुकुर मलाई पछि गरिदियो। म चाहिँ बिचरा साथीसँग साथी पनि आएको थियो भेट्न होइन। दुःख सुखको बात गरियो अनि त्यही भएर म चाहिँ को आएको छ हाम्रो घरमा चाहिँ यस्तो नयाँ नौलो चप्पल हेर केसकै होला म चाहिँ घर आइसकेँ साथीहरू होइन। जुत्ता के गरिराखेको क्या जाँगर भने यस्तो छ। यो चस्मा हिजोदेखिको यहाँ छ हो। के गर्नु यस्तो छ। ल यो कुकुर त यहाँ तल आउँदै थियो। आज दैलो ड्याङ पार्दैछ त। ल साथीहरू हाम्रो घरमा चाहिँ खै कहाँ गयो? ओइ किन आएको? आजकल यो कुकुर चाहिँ हाम्रोमा आएको 1 महिना जति भयो क्या। आइबस्छ। के खान्छस् तँलाई? के खान्छस्? ल साथीहरू कुकुर आइरहेको छ। भित्रै पो आउने हो कि राकेश? कुकुर आइरहेछ त। उयो तँलाई पछि गर्दै थियो फेरि यहाँ रोकिएको थियो फेरि आएछ। अब दही भात दिनु त्यो कुकुरलाई। दाल भात त खाँदैन होला। के हो यो घरको के मगाएको छ भने भात त डल्लो रहेछ। किन यत्रो त्यो चिप्स मगाएको सोनियाले के गरेको? फ्लिपकार्टबाटै मगाएको रहेछ। हेर्दा कभर चाहिँ फ्लिपकार्टमै छ। ल त साथीहरू म चाहिँ घर आइसक्यो। अब हजुरहरूलाई के कुकुरले हेरिरहेछ बिचरा। एउटा केही दिएर पठाइदिनु न कुकुरलाई हो भित्र। सोनिया माम खाने हो? माम उता आइता भन्दा खाइस् भनेको खान्छस्?
उटा बेको हिङ्गे उटा बेको भनेर गर्दैछ हिन्दू उटा बेको ए निङ्गो कि निङ्ग्रो निम्गे उटा बेको हिन्दू छि हात धुए सोनिया फेरि हात पनि दिएको लु हात पनि मिला ल लु भयो अब त्यसलाई सिट के भन्छ त्यसलाई बस्नु नि बसलाई चाहिँ के भन्छ छिटो अलिक उता पठा अब हो हात साथ मिलाएर भित्रै पस्ने भयो अब ऊ चाड्दैछ सोनिया ल बाहिर बस्नुहोस् राकेश भात अलिकति ल्याइदिइहाल्नु न यो कुकुरलाई अहिले भित्रै आउने रहेछ दही भात ल त अब भित्र आउनु पनि बेर लाउँदैन साथीहरू हामीसँग चाहिँ त्यो कुकुर 2-3 महिनादेखि हाम्रो घरमा यो कुकुर आइबस्छ क्या ल त साथीहरू भर्खर घर आइसक्यो अब हजुरहरूलाई के देखाउनु पर्छ अब चाहिँ अनबक्सिङ गरेर देखाउने छु हजुरहरू हेर्दै गर्नु होला ल साथीहरू हामी चाहिँ आइसकेको छौँ हामी आइसकेको छौँ मिन्स म चाहिँ ड्युटीबाट आइसकेँ होइन यहाँ चाहिँ मैले अघि नै भनिसकेको छु मेरो बुढाको ठुलो हात छ यहाँसम्म पुग्नको लागि उसले नै सपोर्ट गरेर चाहिँ होइन अनि यो चाहिँ हाम्रो फाइनली 3 महिनाको बाद आयो होइन धेरै खुसी लाग्यो अनि मैले चाहिँ यहीँ आएर चाहिँ अनबक्सिङ भने चाहिँ यो अनबक्सिङ गर्न मिल्छ र अनि यो के भन्छ खोल्नुपर्छ नि खोलेर उयो गर्दा देखायो नि अब उयो त देखाउनु भएन नि त देखाउनु त भएन जस्ट अब खोल्नु चाहिँ पर्यो खोल्नु गुगलबाट आयो गुगलबाट चाहिँ हाम्रो चाहिँ फाइनली अब चाहिँ एकदम धेरैभन्दा धेरै पैसा कमाउने होइन साथीहरू अन्त के भन्छ हजुरहरूको माया सपोर्टले गर्दा चाहिँ हामी यहाँसम्म पुगेको यति छिटै भनौँ होइन एक साल मार्चमा 1 साल भयो होला सायद हाम्रो 1 साल पनि पुगेको छैन तर के गर्नु साथीहरू यो चाहिँ हामीले यो गर्न मिल्दैन देखाउनु मिल्दैन पिन चाहिँ होइन जस्ट खोलेको मात्रै हजुरहरूको सामुन्ने खोलेर देखाउनु यत्रो नम्बर त सायद देखेको छैन होला नि एकदम धेरै खुसी लाग्यो थ्याङ्क यू सो मच हजुरहरूलाई पनि हामीलाई माया सपोर्ट गरेर यहाँसम्म पुऱ्याइदिनु भएकोमा एकदम धेरै धेरै धन्यवाद हजुरहरूलाई यसरी नै माया गरिराख्नु होला हजुरहरूले अनि भिडियो चाहिँ हेर्नुहुन्छ तर हजुरहरूले भिडियोलाई लाइक चाहिँ गर्नुहुन्न साथीहरू प्लिज लाइक पनि गरिदिनु होला एकदम धेरै खुसी छौँ हजुर हाम्रो युट्युब फ्यामिलीहरूलाई एकदम धेरै धेरै धन्यवाद बहुत सालको बाद अनि हामी अझै बात गरौँ न हामी चाहिँ होइन अझै सर्ट भिडियो पनि बनाउँदै हामीले अर्को च्यानलमा कति चाहिँ खाने मलाई अर्को च्यानलमा चाहिँ हजुरहरूलाई मैले भनिहालेँ हाम्रो 4 लाख भन्दा पनि बेसी पनि खायो मलाई उहिलेदेखि खाएको छौँ तर पनि त्यो च्यानलमा चाहिँ हामी सक्सेस हुनु सकेन साथीहरू तर यो च्यानल चाहिँ मैले यतिकै बनाएको त्यो चाहिँ हामीले त्यो खाएको च्यानल मैले चाहिँ यस्तो सोचेको थिएँ एउटा च्यानल त्यतिकै बनाइराखौँ नै भनेर चाहिँ सोचेर चाहिँ बनाएको नि त साथीहरू तर अब यस्तो सोचेको पनि थिएन हामीले सपनामा नै होइन यो च्यानल चाहिँ यसरी चल्छ भनेर तर त्यो चाहिँ हामीले फर्स्ट भिडियो सेकेन्ड भिडियोमै अलिकति थाहा भयो थर्ड फोर्थ भिडियोमा त अलिकति राम्रो चल्दै गयो अनि त्यही भएर चाहिँ हाम्रो त्यो च्यानललाई चाहिँ मैले अघि नै भनिहालेँ म बिमार भएपछि त्यो च्यानललाई रोक्नु पऱ्यो होइन किनकि खान मिलेन मैले होइन अन्त त्यहाँदेखि चाहिँ अब उयोहरू ब्लगहरू बनाउनु त मिल्छ नि भनेर चाहिँ ब्लग चाहिँ यहीँ हाल्छु भनेर चाहिँ मैले यो च्यानलमै चाहिँ मैले चाहिँ ब्लग चाहिँ हाल्न स्टार्ट गरेँ तर हामीले सोचेको पनि थिएनौँ यो चाहिँ अब यो बेङ्गलोरमा हाम्रो आयो हामीलाई दिँदैन त्यो मान्छेले भनेर मैले चाहिँ माया मारेको हो साथीहरू होइन तर फाइनली हामीले पाइसकेपछि चाहिँ एकदम धेरै खुसी लाग्यो होइन मैले त अब 4 महिना हुन्छ अब 1 महिना लास्ट छ अब 1 महिनाको बादमा त हामीले नपाउने नि रहेछ मेरो भएको पैसा पनि गयो भनेर सोचेको थिएँ साथीहरू नत्र चाहिँ हाम्रो चाहिँ सेलेरी आउने टाइम चाहिँ भएको हो तर अब ठिकै छ हजुरहरूले अझै माया गरिदिनु होला अनि एकदमै अरू त के भन्न चाहन्छु एकदमै खुसी लाग्यो अब यो भित्रको चाहिँ देखाउनु मिल्दैन अरे नि त साथीहरू हजुरहरूले लानु त के लाने त होइन तर पनि अब हजुरहरूले लाने देख्ने त त्यस्तो त होइन जस्ट देखाउनु मिल्दैन अरे नि त त्यो युट्युबको अलिकति रुल्स पनि हो नि त होइन गाइडलाइन चाहिँ हामीले चाहिँ पार गर्नु हुँदैन अरे नि त साथीहरू त्यस्तो गाइडलाइन चाहिँ हामीले फलो गर्नुपर्ने हुन्छ होइन साथीहरू अनि त्यही भएर चाहिँ हामीले त्यसरी नपाएन हामीले यो पैसा हो पैसा यो चाहिँ एग्रिमेन्ट हो पालरको कति साल भयो हामीले चलाएको होला त युट्युब
हाम्रो युट्युब चलाएको चाहिँ लकडाउनदेखि हो, भनेपछि 5 साल चाहिँ भयो त्यो पुरानो चाहिँ हामीले चलाएको चाहिँ। यो चाहिँ नयाँ चाहिँ पोहोरदेखि स्टार्ट गरेको थियो। हाम्रो चाहिँ पिन पनि पाएको थिएन अनि हामीलाई चाहिँ कति टेन्सन थियो नि त साथीहरू, त्यही भएर हजुरहरूलाई सुनाएको नि आफ्नो दुःखको कहानीहरू सुनाएको होइन। यस्तै छ अनि अब म चाहिँ यो च्यानललाई चाहिँ धर साथीहरूलाई पनि थाहा छ होला, म यति बिमार हुँदा पनि अब 1 साल हुन आँट्यो बिमार हुँदा पनि मैले कहिले पनि भिडियो बनाउन चाहिँ छोडिनँ कि। उसले चाहिँ भन्थ्यो ए तिमी बिरामी छौ, भिडियो नबनाऊ, मान्छेले देख्दैन तिमीले नाटक गरेको जस्तो हुन्छ, भिडियो नबनाऊ, ए बिमार भयो भने क्यामेरा ठडाइ हिँड्यो होइन। मैले चाहिँ जे जस्तो भने एक दिन छोडेर भने हाल्छु नै भनेर चाहिँ म चाहिँ यो च्यानल चाहिँ जसरी पनि चलाउँछु भनेको थिएँ। अभियसली हामी चाहिँ सक्सेस भयौँ होइन साथीहरू। ल त साथीहरू आजको भिडियो यति नै रहेको छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो, बाई बाई।